Đây, hai đồng đi. Một tay ai đi. Ya tadi sekali ada berarti. Ini semua ini saya pernah dengar baik. Ini sama aku kamera dia porosnya satu. Dia berak, maya sama aku. Ini sequenza. Ini pabicero. Ini pabicero. Ada mau offer gini ya? Loh. Bye bye. So guys, very funny. Sekali अब रोड down. Oh my god. So এটা যে কেটার হেলদি সা ওই লুটিন থেকে না হেল ওই কি কি সব আবার হওয়ার ঠিক চন্দা ও রাই আও so it's अब सो गाइस म चाहिँ एकदम घरमा के गरौँ भएर हैन सो एउटा भिडियो हालौँ भनेर टक्क लाएर हामी भिडियो बनाएको हैन के बस्नु हैन बाल पनि खतरै आएको छ बाल काट्ने भएको छ हैन एउटा चाहिँ रुख एकदम ठुलो भएको छ गाइस देख्न सक्नुहुन्छ एकदम म्याग्री रिभर पनि एकदमै साह्रो आवाज आएको छ कस्तो साह्रो कराएको छ हैन गाइस सो त्यही हो अहिले चाहिँ पानी पर्ला जस्तो गरिरहेको छ हैन एभ्रीबडी म चाहिँ घरमा एकदम केही नभएको कारणले हैन त्यतिकै बस्नु भन्दा सो त्यही एक दुईवटा भ्लग बनाऊँ भनेर आएको होइन के कस्तो लाग्छ हेर्दै गर्नु होला गाइस सो एभ्रीबडी यो चाहिँ हाम्रो डरबाङको प्लेग्राउन्ड देख्न सक्नुहुन्छ एउटा चाहिँ पिपल छ हैन रप्रे एउटा पनि पिपल लभली छ गाइस सो एउटा चाहिँ हाम्रो बन्दै छ एउटा चाहिँ हाम्रो हल बन्दै छ गाइस हैन देख्न सक्नुहुन्छ एकदम पिलरहरू एकदम राम्रो पनि छ गाइस सो एउटा म्याग्री रिभर देख्न सक्नुहुन्छ एकदम खोला परेको छ है माथि एकदम कस्तो ठुलो भएको रहेछ है बर्खा पनि लाग्नु त गाइस हैन टकको हैन सो त्यो यहाँ फेरि एकदम मिठो हावा हुन्छ गाइस हाम्रो डरबाङको प्लेग्राउन्ड देखिसक्नु हुन्छ
सक्छौ हैन यो बाँदरहरूले खाडेछ हैन हामीलाई भर्खर पनि बम हानिरहेको छ सो त्यही हो सो एभ्रीबडी देख्न सक्नुहुन्छ एकदम कालो भइसकेको छ हैन मैले खान्छु अब हैन छु तिमी चाहिँ छ एकदम मिठो छ हैन सो एकदम फलेको आङ्गो पहिलाको म्याडमहरूले भन्नुहुन्थ्यो हामीलाई पढाइ गर्दा एकदम लभली छ हैन अनि मलाई खाम कि नखाम भइरहेको छ यो देख्दा पनि यता यता है खा त तेरो यो जिन्दगी हैन अब टै अब के हो नि तेरै यो रुख हैन खा मजाले ओ माइ गॉड यहाँ एकदम छ हैन ओइ त्यहाँ एकदम झोपा झोपा छ हैन सो त्यही हो यस्तो कालो पनि छ हेरेर देख्न सक्नुहुन्छ या ओ माइ गॉड उता पनि छ हैन केटाहरु टक्क हैन केटा एकदम मिठो छ हैन एकदम रातो छ मैले त धेरै खान्न हैन किनभने म फेरि अलि अर्कै मान्छे हो यो रुख ढलेर पनि यो रुख ढलेको छ तर एकदम मिठो फलेको छ यसको नाम चाहिँ काफल हो रे यसको नाम चाहिँ के रे खुरपानी हैन यो फेरि यहाँ अब्जा छ कि फेरि यहाँ यो फेरि यहाँ खाला भनेर के गर्छ यार घरतिर लग्न हुन्थ्यो टिपेर के गर्नु मैले टिप्ने सामान लिएको छैन हिँड्छ रमाइलो गाउँतिर हुन्छ रमाइलो बजारतिर हुँदैन गाउँतिर हुन्छ नि त रमाइलो होइन गाइज सु त्यही हो यहाँ गुले लिन्छ गाइज हान्दिने एउटा खाना पर्छ होला गाउँमा हुन्छ क्या रमाइलो त होइन गाइज र फेरि अर्को डाइलग जाँदैछ भनिदिनु नि त के डाइलगहरू सिधै टिकटकमा जान्छ सिधै टिकटकमा जान्छ सो त्यही हो खुरपानी देख्नु भएको रहेछ होइन ठिक छ अहिले म यति नै भनिदिन्छु अर्को नेक्स्ट भ्लगमा हजुरलाई भेट्नेछु बाई बाई गाइज सो काफलहरू छ होइन टक्क लाएर म चाहिँ काफल बुट्टामा चढिसकेको छु काफलहरू एकदम बाक्लो पनि छ ओ माइ गॉड है टक्क लाएर म यहाँ चाहिँ एकदम कालो छ माइ गॉड यो नि त काफल भनेको होइन र यस्तो कालो भइसकेको छ यस्तो धेरै छ काफलहरू भाइ त्यही हो खाने भए आउनु होला सम्पर्क गर्नु होला
सबैजनालाई धन्यवाद। मेरो भिडियोहरू अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद। लाइक कमेन्ट सेयर गरिदिनु होला त्यसको लागि धन्यवाद। फेरि यस्तै भिडियोहरू अर्को नेक्स्ट ब्लगमा आउनेछ। बाई बाई।